बाहुने पार्टी भन्दा पारीको कुरो गर्नुभयो तपाईँले? बाहुने पार्टी यो अहिले जुन यो घर छ नि त्यो घरको सिधा वनको ठ्याक्कै फेरमा लम्बिनीको पार्टी। त्यो कुन चाहिँ लम्बिनीले पछि खर्च गरेर पार्टी बनायो हो त्यो पार्टी। त्यहाँ ढागरीहरू बस्ने कतै हिँडेर ओहोरदोहोर गर्दा बस्ने ठाउँ। अनि बाहुने पार्टीमा त्यो पसल त्यहाँभन्दा यतापट्टि गएर यहाँ यो समस्त यो एरियामा एउटा पनि घर थिएन। त्यो ढाक्रेहरूलाई 8-10जना ढाक्रेहरूलाई त्यसो बसेर खान अब ढेँडो पकाउने ठाउँ थियो। नत्र पानी पर्दा घाम लाग्दा ओतो लाग्ने ठाउँहरू भन्ने यहाँ थिएन। बाहुने पार्टीको स्कुल थिएन कहाँ? मैले बाहुने पार्टीमा पढ्दाखेरि त्यो रुखको फेदमा त्यहाँ जुन अहिले पनि रुख काटेको छ भने त्यो रुख फेदमा बसेर पढायो। अनि पानी पर्यो विशेष गरेर थाम्रो सकिएर भने त्यो बाहुने पार्टीको मुखको एउटा एकतले घर थियो, मान्छे बसेका थिएन त्यहाँ। अनि त्यो माथिल्लो तलामा कति सालको कुरो यो? कति सालको कुरो यो? 31 सालको कुरो। अनि स्कुल बनाउने घर आदि कुरो त कहाँ धेरै पछि कहिले त्यो नाउँ चाहिँ त्यसको नाउँ चाहिँ भट्टे डाँडो। अहिले जुन ठाउँमा स्कुल छ त्यसलाई भट्टे डाँडो भन्थे। त्यो बाहुने पार्टीको स्कुल भएको डाँडो भट्टे डाँडो। त्यो भट्टे डाँडो किन भयो भने त्यो भट्टराईको रहेछ त्यो जमिन। अनि त्यो जमिन हाम्रो यहाँ जल्लुका भट्टराईहरूले मन्जुरी दिएर उ गरिसकेपछि मात्र पछिबाट त्यहाँ स्कुलहरू सानसानो बन्न सुरु गर्यो। मैले हिजो भन्न यो हाम्रो समयमा 3 क्लास पास गरेपछि यहाँ अर्को स्कुल जिल्लाभरिमा चौतरा मात्रै थियो पढ्ने, नत्र काठमाडौँ जानुपर्थ्यो। चौतरा कि काठमाडौँ? 4 क्लास पढ्नको लागि भनौँ। त्यति बेलाको सङ्घर्ष गरेर पढेकोले अनि धेरै काम लाग्यो नि त। अहिलेका पढाइले खै केही काम गर्दैन। अहिलेको अब त्यतिखेरको भन्दा मान्छे यो सिन्धुपाल्चोकको पनि यो मेलम्ची एरिया भएर भने जग्गा जमिन अब धेरथोर सबैको भएको हुनाले अनि अब अलिअलि सक्ने भएपछि केटाकेटीले गाई बस्तु पाल्ने अनि खेतीपातीमा ल्याउने गर्थे। पढाउनु काम त्यति अगाडि बढाएर छ। अब ओखलढुङ्गा आदि ठाउँमा चाहिँ अब त्यो भिड गतिलो खेती नहुने भएको हुनाले त्यहाँका मान्छे सानैदेखि नै काम यताउति कामको सिलसिलामा अब घर छोडेर हिँडिहाल्ने भएको हुनाले अर्का भाँडा माझेर हुन्छ कि भात पकाएर हुन्छ कि अब के गरेर हुन्छ। अनि पढाइ सँगसँगै लिएको हुनाले उनीहरू पढाइमा निकै अगाडि बढे। यो अब बत्ती मुनिको अँध्यारो भनेको चाहिँ काठमाडौँको चाहिँ अब यति नजिक भएर पनि अब 28 सालमा म ओखलढुङ्गा जाँदाखेरि हाम्रो सिन्धुपाल्चोक जिल्लामा एउटा हाई स्कुल थियो चौतरामा भने ओखलढुङ्गामा 6वटा हाई स्कुल त्यतिखेर बनिसकेर छ। भन्ने शिक्षाको गतिविधि कति अगाडि बढाएको छन् भनेर भन्ने कुरो त्यो उसले जनाउँछ। ओखलढुङ्गा गुल्मी उता स्याङ्जातिरका मान्छे पहिलादेखि नै पढेलेखा। त्यही भएर त माथिल्लो पोस्टमा थिए नि त उनीहरू। हो यहाँ चाहिँ अब केटीकेटीले गाईहरू लाग्यो भने अलिसम्म खेतालो पर्न यसो त्यसो आफ्नो खेतीपाती सम्हाल्ने भयो भने पढ्नलाई त्यति वास्ता नै नपढाउनु पढाउनु पर्छ भने किन पढाउनु। ढकाल खहरेबाट पनि हिमाल त टक्क देखिँदो रहेछ त। देख्यो नि, त्यति देखियो। ढकाल चौकबाट चाहिँ हेर्दाखेरि चाहिँ
5 पोखरीबाट झर्ने छाउ जो छाउ छ त्यो कहाँबाट हेर्दाखेरि देखिन्छ त्यो छाउ माथिबाट झरेर झर्ने छाउ 5 पोखरीबाट झरेको छाउ देखिन्छ यहाँबाट त्यो माथिबाट ए यो सबै अब सबै खेतीपाती थियो टन्ने यो जङ्गल भएको ठाउँ होइन यो सबै खेतीपाती थियो यो पारिपट्टि माथि गएर भने त्यो उता बसबाट आएर एक भाइ नेपाल त्यहाँ आएर बसेका हुन् त्यहाँ तिनीहरूलाई के हुन्छ अहिले गाडी जस्तो मिलेर भनेको एक नासका सबै ढुङ्गाका चडक्क परेका सिँढी उयोहरू काराकुरी त्यो भैँचालोमा उयो गरेपछि सबै अब त्यो महाजङ्गल हजुर सिस्नुघारी जङ्गल